नमस्कार, आज हो मेरो विन्टर बलको डे 49 र आज म ट्रेन गर्नेछु लेग सोल्डर। बिहान 6:30 उठेर थोरै नुनसँग तातो पानी पिए, कपडाहरू पनि धुनु रहेछ, धुइसके। आज आलस पनि सकिएको थियो। बिहान डाङ्लोमा आलस केलाउनतिर लागे। म यसलाई काँचो नै पिस्नेछु किनभने भुटेको तुलनामा काँचो आलसमा ओमेगा 3 राम्रो मात्रामा हुने गर्दछ। यदि तपाईलाई कुनै डाइजेसनमा समस्या हुँदैन भने काँचो आलस पिसेर खानु राम्रो हुनेछ। 8 बजे फ्ल्याक्स सिसेम सिड्स पाउडरसँग भिटामिन डी को ट्याब्लेट खाए। 10 बजे प्रिमिलमा एउटा कोला, 25 ग्राम बदाम र 3वटा रोटीसँग दुध खाए। आजको वर्कआउट प्लानहरू डिफरेन्ट हुनेछ, भिडियो अन्तिमसम्म हेरिदिनु होला। 11:30 मा वर्कआउट सुरु गरे। हेभी मुभमेन्टमा बार्बल स्क्वाटको 4 सेट, डेडलिफ्टको 2 सेट, शोल्डर प्रेसको 3 सेट लगाए। आइसोलेसन मुभमेन्टमा ल्याटरल राइजको 2 सेट, काफ राइजको 3 सेट लगाएर आजको वर्कआउट सके। 1 घण्टापछि पोस्ट वर्कआउट मिलमा फिस, एग, सोया र राइस खाए। 4 बजे 1 घण्टाको ट्युसन क्लास लिए र वकमा गए। आजलाई यति नै। राम्रो लाग्यो भने फलो गरिदिन नभुल्नु होला। थ्याङ्क यू सो मच एन्ड लभ यु अल।